मैले के देखाउँदैछु भने झ्याकुला छ होइन कहाँ छ रुक्नु है त्यहाँ छ अरे म देखाउँछु चिप्लो छ बाटो चिप्लो यी हेर्नु नेपालतिरको जस्तै छ नेपालतिर कुलामा लगा हुन्छ नि वा कस्तो नेपालको भाइब्स आयो हेर्नु यो कुला अनि यो कुला तर्ने लापको भन्छ नि लापको त्यही हो म जाँदैछु चिप्लो छ लड्किने होला के यस्तो चिप्लो पनि हुन्छ यहाँ छ बारी यहाँ खनजोत गरेर रोप्छन् के रोप्छन् धान मकै गहुँ जौ कोदो फापर के रोप्छन् थाहा छैन मलाई रोप्छन् होला अँध्यारो हुन लागिसक्यो 4 बजे नै अँध्यारो हुन्छ यहाँ आजभोलि अब कति बज्यो 4 ठ्याक्क 4 बजे रहेछ यस्तो अँध्यारो भइसक्यो हेर्नु है यस्तो अँध्यारो हुन लाग्यो हामी जाँदैछौँ अहिले मार्केटतिर हजुर के अब पछितिर त 2 बजे नै अँध्यारो हुन्छ अरे त्यो दिन पनि म देखाउँछु अँध्यारोमा के देखाउने अरे बोल्ने मात्रै हुन्छ बोली मात्रै सुन्ने भिडियो पनि अँध्यारो आइरहेछ होला उज्यालो रहेछ नि त उज्यालो छ है यहाँ लाइट रहेछ अहिले राम्रो देखेँ कि म त्यहाँ बस्ती छ यहाँ बाटो छ हामी जाँदैछौँ मै जङ्गल छ र मलाई डर लाग्यो हेर्नु त भैयाजी के भन्नु छ क्या दौडौँ है भालु हुन्छ रे क्या के भन्नु क्या हो कि अरू भन्दा चाहिँ भालु राष्ट्रिय जनावर हुन्छ चतुर्ले भने हामीलाई हेर्नु आज हामी नयाँ बाटो आएको थियौँ अनि कस्तो जङ्गलको बिचमा रहेछ कि डर लाग्यो अहिले त नबोल्नु न त्यस्तो हेर्नु त ओहो नि रातिमा हिँड्छ होला किन यो बाटो राति त होइन 4 बजी छ भर्खर बज्नु त तर यतातिर अँध्यारो हुन्छ कि आजभोलि छिट्टै अँध्यारो हुन्छ अब त्यही भएर हो डर पो लाग्यो मलाई त अब कति छ बाटो झस्के कसम म झस्के म त्यहाँ मान्छे आउँदै रहेछ कुकुर मान्छे म झस्के मान्छे यो बाटो उता घुमेको थियो कि यार छैन कि अस्ति मैले तपाईँलाई जाम भन्थेँ नि मैले बुझेँ त्यो बाटो होइन के उता घुमेको थियो नि तलतिर हामी कहाँ पुग्छौँ त्यसो अब लाइटले चाहिँ अहिले उज्यालै देखाएको छ कस्तो मुख लटपटिन्छ कि मेरो म बोल्नै जान्दैन भर्खर बोल्न सिक्नु चाउचाउ किनिदिने मलाई है चाउचाउ किनिदिने चाउचाउ नै खाएंगे नेपाल जस्तो नै 5 रुपये में चाउचाउ आएंगे 10 रुपये में चाउचाउ आएंगे यहाँ तो 1.5 यूरो में एक चाउचाउ आएंगे कसरी किनेंगे हम हमें तो सर्वाइव होने के लिए कठिन परिस्थिति आ रही है आज के एउटा किनिदिनु ल न पिरो चाउचाउ तो अब 2.5 यूरो पड़ेगा यहाँ तो उगालो होएंगे हम कहाँ पुगेंगे हाँ हिंदू मेरो माथि तपाईँ त कस्तो त्यो त होइन छल भन्नु पनि छैन चुडोल त होइन चुडोल होइन बोल्नु न हुन्छ नि के त हामी केटा हुन्छ नि चुडेल हुन्छ नि त कस्तो केटा हुन्छ चुडेल हुन्छ नि नबोल्नु न मलाई डर लाग्छ क्या अघि चाहिँ झस्काएको थियो सुट परेर अब झस्किनु हेर्नु त जुनेली रातै रातैमा डराउँछ यो त अघि झम्बिन आयो Excuse me. Yes. This way we go S Market. Oh yeah, this goes.
ओके थ्याङ्क यू ओके थ्याङ्क यू कति लामो माने यार मैले त छोटो माने मैले उताबाट सोच्दा छोटो छ होला बाटो भनेको क्या नि रामान्नु नयाँ बाटो हिँड्नु मतलब सोचेभन्दा लामो के उताबाट हिँडेर हामी कहाँ गएको थिएँ मैले त्यहाँनिर उता पनि लामो छ सन्त अब यस्तो गएर फेरि त्यहाँ गएर फिर्ता गएर उताबाट हिँड्यो हामी हामी रोडमा पुग्यो नि ढुङ्गा हामी रोडमा पुग्यो नि ढुङ्गा हेर्नु त यहाँ धेरै ढुङ्गा कता ठुलै ढुङ्गा रहेछ नि यहाँ त हेर्नु है आज नयाँ ठाउँ देख्नु पाइयो यस्तो यस्तो ढुङ्गाको बिचमा रुख आएको छ हेर्नु त त्यहाँ रुख अलिकति अग्लो हुन्छ जङ्गल जङ्गल छ त्यहाँ लाइट बाल्दा उकालो छ यहाँबाट उकालो ओह्रालो हुन्छ है यहाँ पनि नेपालको यस्तो पहाड त छैन पहाड त हुन्न तर यत्तिकै मात्रै उकालो ओह्रालो आज नयाँ बाटो जाम भनेर है यसले अर्को पालो जस्तो छ है गाइज यहाँ पनि रहेछ ढुङ्गा ढुङ्गा त अब उता देखिरहन्छ तर यहाँ देखि चाहिँ अलि अर्कै लाग्दो रहेछ नि नयाँ ठाउँ देखिरहन्छ उता त अब देखिरहन्छ नि ढुङ्गा त ढुङ्गाहरूको यस्तो बिचमा यस्तो ल्याइन राखेको छ यार बाटो सबै राखेर हालेर हेर त्यो स्याली चिसो हुन्छ क्या यहाँ त्यही भएर यता जेमा पनि स्याली लागेको छ हजुर अर्कोजना मान्छे त्यो कहाँनिर हामी थाहा भयो त्यो हामी यस्तै घुमेर यतातिर जान्थ्यौँ नि त्यहाँ पर क्या थाहा भयो त्यहाँनिर गाडी साडी राखेको घरहरू हुन्थ्यो नि हो त्यहीँनिर सिधै पारि हो कि त्यहाँबाट सिधै बाटो नभएर उता गएर अनि फेरि यता भित्रपछि यता आउँछ नि अर्कोबाट आउँला के आउँदाखेरि अहिले झनै अँध्यारो हुन्छ ल डर लाग्छ नि म त्यतिकै हावामा भिडियो बनाइदेऊ हाल्ने कि नै ऊ हेर्नु बाटो देख्यो ऊ त्यहाँ बाटो देख्यो है हामी एउटा छ नि कथा सोलर के रहेछ नि शिशिर बसन्तको कथा नि आगो सोलर रहेछ के पानीको होला यार यो छ नि शिशिर बसन्तको कथा कि आगो खोज्न गएको हुन्छ त आगो खोज्न गएको हुन्छ त भित्रबाट उता जानु पढ्नु भएन शिशिर बसन्तको कथा मतलब पढ्नु भएन कस्तो शिशिर बसन्त ए हाम्रो पालामा थिएन त्यो कथा मैले दिदीको बुकमा पढेँ 9 ठिक है अहिले कति बज्यो भनेपछि 4 बजेर 18 मिनट गएको छ हामी मार्केटमा आइपुग्यौँ यही हो मार्केटको यस्तो म देखाउँछु देखाएको छु अघि देखाएको भन्न लागेको थियो हेर्नु त यो हिलो लागेर ए यो मार्केट अब जान्छौँ हामी भित्र हेर त फोन यहाँ त लाइटले राम्रो देखिन्छ बाई अब पछि गर्छु
बाहिरको छ यस्तो अँध्यारो भइसकेछ कस्तो 5 बजे आएन के कति बजे खै कति बजे ओए त्यो क्रस गर्न सकिन्न यार तलबाट जाम क्रस गर्न अघि कता तलबाट रिफ्लेक्टर चाहिन्छ उ परबाट अब रिफ्लेक्टर चाहिन्छ के सब रिफ्लेक्टर लान्छ यस्तो अँध्यारो भइसकेछ मार्केटबाट बाहिर निक्लिँदासम्म कति बज्यो पौने 5 पौनी 5 भयो रे अब सोच अब जान्छौँ हामी अँध्यारो भइसक्यो छिटो घर जानुपर्ने हुन्छ अहिले भयो भने भिडियो बनाउँछु बाटोमा नत्र कठामै गएर पानी परिरहेको छ मसिनो देखाएको छ कि नै पानी परेर देखाएको छ हामीले त जाँदैछौँ अझै बाटोमा छौँ के के त्यो ए हामीले खानेकुरा ल्याएको थियौँ खान्तमा अब प्लेटको म निकाल्छु अँध्यारो छ अँध्यारो यो बाटो भयो यस्तो अँध्यारो छ जङ्गलमा यतातिर लाइट भयो उताबाट पहिरो भयो कि मिठो टाइम छैन सबै मलाई त होला ओए यहाँ तर आवाज आउँछ पातमा पानी पऱ्यो अघि सबै मलाई त होला यो रुख छ नि यो त्यसको रुख हो क्या त्यसको रुख भन्छ नि यता त्यो त भाइ चौरबाई हुन्छ त फिक्स खै सुन्नु ल ल हुन्छ त भन्छ ल ल राखेँ है ओ कुन जाउँथ्यो हाम्रो ए म त अर्को चाउचाउ छ भनेर सोचिरहेको थिएँ म दिन्न तँलाई नदिनु हेर्नु नि त्यहाँ बाहिर खै देखाउनु त चिकन हो देखाउनु चिकन हो क्या के देखाउनु मामा मामा चाउचाउ मामा मामा चाउचाउ भान्जाले खाँदै हुनुहुन्छ म भान्जी यता छु यो त कस्तो चुलचुलो टाइपको यार खाने होइन दानु पर्छ कि नुन अरे मल हामीले फालिदिएको म चालिसक्यो भाइ उयो माछा मैले पाउँछु हामी घरभित्र आइपुग्यौँ तातो छ भित्र त अब रुम खोल्छौँ अनि भित्र बस्छौँ छिटो खोल्नु न हेर जुत्ता फोर